यी गाईहरू आज मैले पार्टी दिएको यहाँ सबै गाईहरूलाई हेर्नुहोस् त हाम्रो दाइ चाहिँ अस्ट्रेलिया जान लाग्नु भएको त्यही भएर मैले चाहिँ आज खाना खानु बोलाएको पल्लो घरको दिदीहरू यहाँ जुम्ला दिदीहरू हुनुहुन्छ यता हेरौँ गाईहरू हेलो प्लेटमा हेर्नु कि मोबाइल हेर्नु यता हेर्नु न हाम्रो भाउजू रोकोरै हुनुहुन्छ दाजु जाने बेला भयो भनेर नि त गाइस उहाँ चाहिँ ज्वाइँ सब खाएको खाइ हुनुहुन्छ सँगै रान्नु छ घोप्टेर खाम 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 हामी यहाँ टक्क बियर चिसो रक्सी कोदोको रक्सी नगरी खानु है ल अब हामी खाने हाम्रो दिदी भेजिटेरियन उफ यहाँ अन्डा छ है हाम्रो दिदीको चाहिँ गाइस ए हाम्रो दिदी माछा खानु न ठाउँ छ यो चाहिँ म चाहिँ भिडियो चाहिँ हाल्छु क्या मैले चेप्टी राईमाइली पनि अलिकति बुझ्दा राईमाइली पनि आज श्रम संस्कृति पाएको मैले दाजु पुरा स्ट्याटस ऊ पनि हाल्नुहुन्छ हौ के हाल्नुभएको राईमाइली पनि आज के अरे श्रम संस्कृति पार्कमा भनेर खानु खानु मेरो लोकल भाले काटिदिएको कस्तो छ दिदी मिठो दाजु मेरो लोकल भाले आज 4 किलोको भाले ढालेको छ आज सेलायो अब खान्छु मान्छेसँगले यो ओहो हाम्रो दिदीको 3 पानी कोदोको रक्सी 3 पानी यो चाहिँ 4 थुने दुध हो हैन म त चिसो खाने हो रक्सी खानु छोडेको खानु हुँदैन केटाकेटी केटा नानीहरूको निकाल नानीहरू के खाँदैन नि केही खानु भयो कति घुमाइरहेको यता हापी फेस बनाएर बस्यो हो त भिडियो बनाउँदाखेरि त मेरो सानो छोरी चाहिँ निदाई पनि खाएको निदायो मेरो सानो छोरीलाई मैले यहाँ राखिदिएको छु फ्रुटी जुसो राखिदिएको छु यसो धनियाँ कहाँ हालेको धनियाँ हाल्नु पर्दैन केमा धनियाँ लोकल काँक्रा चटपटेमा त सुपमा हाल्नु राखेको हाम्रो पार्टीको टस खस्रो हुन्छ नि त